यो पछाडि चाहिँ हरियो खोर्सानीको बोटो साथीहरू देख्दै हुनुहुन्छ, देखिरहनु भएको छ। हरियो खोर्सानी चाहिँ फल्दै फुल्दैछ टक्क हैन। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, टक्क फल्दैछ। टक्क खोर्सानी हो यो, माथि पनि छ है फेरि। अनि यो सब खोर्सानीहरू चाहिँ फल्दै पनि फुल्दै पनि फल्दै पनि छ। ओहो भाँचे छन् नि कसले, बिजोक यता देख्न सक्नुहुन्छ साथीहरू। टक्क हेर्नुहोस् त, वाउ। कसलाई मनपर्छ खोर्सानी? मलाई चाहिँ खासै खाउँ चाहिँ लाग्दैन, कहिलेकाहीँ हो, भए पनि ठिकै नभए पनि ठिकै। हेर्न सक्नुहुन्छ बटाबट फल्दैछ, हेर्न सक्नुहुन्छ। यो चाहिँ लाम्चो हो, सबैभन्दा बेसी चाहिँ यो फलिरहेछ के साथीहरू। हेर्नुहोस् न लटरम्म। तर के गर्ने, लाम्चो हो, डल्ले भए त दामी हुन्थ्यो। तर यो लाम्चो, यो चाहिँ अलिकति डल्ले भन्दा चाहिँ लाम्चो छिटो फल्ने गर्छ। यो सब खोर्सानी हेर्नुहोस् साथीहरू, टक्क यता पनि वाउ टक्क फलिरहेछ। धानको ब्यार हेर्नुहोस् साथीहरू, टक्क रोप्ने बेला भइसक्यो। अलिकति यसपालि पानी चाहिँ थोरै ढिलो पलायो। अनि धानको ब्यार चाहिँ यस्तै छ साथीहरू, टक्क हिलोमा छुप्पु रोप्ने बेला भइसक्यो। परदेखि यतासम्म छ धानको ब्याड चाहिँ, यता चाहिँ पछुवा। हिजो अस्ति भर्खरदेखि यतादेखि परसम्म छ, भर्खर उम्रिँदैछ। यी मसिनो अलिकति पातलो भयो जस्तो छ यो चाहिँ अलिकति। अनि यता पनि छ। धान रोप्न कसलाई मनपर्छ साथीहरू, तल कमेन्ट गर्नुहोस् है त। मकै पनि भाँच्ने बेला भइसक्यो साथीहरू। यो चाहिँ खेतबारीको मकै हो। मकै भाँचेर चाहिँ धान रोप्नु पर्ने हुन्छ। यो चाहिँ अनि अलिकति पछुवावाला हो। अहिले टक्क गत्री हरियो मकै खानलाई चाहिँ ठिक्क उगी छ यो मकै। अनि तलतिरको चाहिँ सब भाँच्ने बेला भइसक्यो, छिपिसक्यो। यताको चाहिँ कलिलो नै छ, ठ्याक्कै गत्री खाने बेला भइसकेको छ।